केपी ओलीलाई अब यो भन्दा बढी म के भनौं है। हाम्रो खेलको मात्र ठूलो पनौती होइन, यो देशको लागि नै ठूलो पनौती हो। यो जुन अस्ति मैले महेश बस्नेतलाई जोकर भनेको थिएँ, महेश बस्नेत भने जोकर हो जोकर हो जोकर हो। अब उ त जोकरको बाउ भनेपछि कहाँ पुग्यो त अब यो कुरा हैन। अब जोकरको बाउ भने महाजोकर। अहिले आफू चाहिँ त्यत्रो आन्दोलन भए बेलामा चाहिँ कहाँ लुकेर गयो, कहाँ कुनै देशको कुना काप्चामा कहिले त देश बाहिरै पुग्यो भनेर भन्छ। त्यति बेला चाहिँ के थाहा छैन, अहिले आएर चाहिँ म कहाँ भागेको हो र म कहाँ के गरे हो र म त अगाडि आउँछु भनेर भन्छ। त्यसमै आफ्नै कुरामा आफैले र आफूले गरेको कुरामा चाहिँ आफैले नै त्यसलाई चाहिँ उल्टाइराख्नु भएको छ हैन। त्यो भन्दा ठुलो उहाँको यो जुन अस्ति मैले महेश बस्नेतलाई जोकर भनेको थिएँ, अब उ त जोकरको बाउ भनेपछि कहाँ पुग्यो त अब यो कुरा हैन। अब जोकरको बाउ भने महाजोकर। त्यसकारण केपी ओली जो चाहिँ आई थिङ्क सो अहिले जुन शेरबहादुर देउवाले राजीनामा दिनुभएको छ, आई थिङ्क सो तपाईहरू यदि एमाले साँच्चीकै देशको एउटा अहम एउटा पार्टीको रूपमा आउन चाहनुहुन्छ, एमालेलाई अरू देशले फेरि तपाईहरू होइन, तपाईँ एमाले पार्टी होइन, एमाले एउटा नेपाल देशको एउटा पार्टी हो या देशको एउटा अङ्ग हो भनेर भन्न चाहन्छु भने हामीले होइन कि तपाईहरूले नै घोकर ठ्याक गरेर केपी ओलीलाई पार्टीबाट निकाल्नुस्। आई थिङ्क सो त्योभन्दा ठुलो जित तपाईहरूको अरू कसैको हुँदैन। त्यस्तो गर्न सक्नुभयो भने भोलि को कस्तो आउँछ त्यहाँबाट त्यो उहाँहरूलाई चाहिँ सबै देशभरिकोले चाहिँ तपाईहरूलाई चाहिँ एकदम सपोर्ट चाहिँ गर्छ। त्यसकारण अहिलेको यो जुन सिचुएसन लास्ट 5-10 इयर्सको जुन हेरिरहेको छु, त्यो हेर्दा चाहिँ आई थिङ्क सो केपी ओली देशको एउटा पनौती त मैले जुन सुरुमा भने त्यो चाहिँ म डेफिनेटली हो भन्छु। किनभने मैले गरेको सबै राम्रो, अरूले गरेको सबै नराम्रो हैन। त्यत्रो के अरे संसदको चाहिँ जुन विघटन गर्नुभयो 2 चोटि हो कि 3 चोटि गर्नुभएको थियो उहाँले, त्यो चाहिँ एकदम जायज हैन। बिकज आई एम सुपर ह्युमन, मैले गरेको केही हुँदैन है। तर अहिले जेनजीको यत्रो आन्दोलनबाट निक्लेको त्यो चाहिँ होइन। अब फेरि संसदहरू चाहिँ पुनर्स्थापना हुनुपर्छ भनेर जोड लगाइरहेको छु। कुन मुखले भन्न सकेको छ हैन, कुन मुखले भन्न सकेको छ एकपल्ट सबै हैन हाम्रो जुन गरेको कर्महरू त त्यो निस्केर आउँछ। त्यो अहिले सुनेको जहाँ हिँड्दा पनि मोटरसाइकल या पुरा सपोर्टमा चारैतिर सपोर्ट आएर चारैतिर उ गरेर जानुहुन्छ भनेर भन्थ्यो। डेफिनेटली के अरे नराम्रो काम गरिरहेछ त नराम्रो आफूलाई होला भन्ने डर त भइहाल्छ नि, त्यो डरले गरेर हो। त्यसकारण जेनजी एउटा युग मात्र उठेर तपाईँको यस्तो अवस्था भएको छ भने अरू यो झन् जेन अल्फाको त्यो कुरा सोध्यौँ, जेन एक्स र जेन वाई पनि